ओहो हो कस्तो राम्रो ठाउँमा आइपुगे है आज कति रमाइलो भएको छ आनन्द आछ भ्यू चाहिँ एकदमै राम्रो रहेछ है यहाँ त एकदमै राम्रो रहेछ घुम्नै पर्ने ठाउँ रहेछ ए यो माथि हेर्नु त यति राम्रो घर है कस्तो राम्रो घर हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल कस्तो हुनुहुन्छ सबैजना आरामै हुनुहुन्छ हामी पनि सन्चै छु आज चाहिँ हामी कता जाने भनेर सोच्दा सोच्दा आज चाहिँ हामी यता भन्ज्याङ शरणकोटतिर आइपुग्यौँ आज हामी यतैबाट बोल्दैछौँ है त बुढा कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो लाग्यो रमाइलो लाग्यो आज पहिलो बार भन्ज्याङ भिलेजमा नि खाजा खाइयो यहाँबाट हामी शरणकोट डाँडा गणेश भगवानको दर्शन गरेर हजुर अब घरतिरको यात्रा यात्रा अब टन्न खाजा खायो है अब घरतिर फर्किने है केही भन्नु छ अरू केही छैन ल सबैले चाहिँ मेरो तर्फबाट अब सबैले चाहिँ नमस्कार छ सर्वप्रथम हजुर अनि सबैले युट्युब च्यानललाई हेरिदिने सम्पूर्ण दर्शकहरूले यसलाई लाइक अनि सेयर कमेन्ट गरिदिनु होला तपाईँहरूले आमासँग आज चाहिँ मौसम एकदम राम्रो भएको छ एकदम खुले छ है मौसम भिलेजमा कहाँ जाने भनेर सोच्दै थियो बाटोमा सोच्दा सोच्दा अब यहाँ भन्ज्याङ भिलेजतिर आइपुग्यो हामी ल हेर्नुहोस् हजुर खोइ आमा कति जानुभयो हामी यता शरणकोटतिर आएको आज ओहो भन्ज्याङ भिलेजतिर आयो है हामी आइपुग्यो आमा के खाँदाखेरि क्राइममा चल्छ खालो त्यसरी राम्रो रहेछ नि म त कहिले नै आएको थिएन आज मन पर्यो तपाईँलाई तपाईँलाई घुमाउन ल्याएको घरहरू पनि राम्रो रहेछ भन्ज्याङ भिलेजमा हामी आएको थिएन आज फर्स्ट टाइममै हो घुम्न होइ 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 कस्तो राम्रो ठाउँमा आइपुग्यो है हामी है हिमाल पनि एकदम खुले छ आज मौसम एकदम राम्रो क्लियर भएको छ ओइ होइ होइ यति राम्रो भ्यू देखेछ मेरो आमा धेरै मान्छेहरूले कस्तो राम्रो देखेको है सिन है राखेर हेर्नु त अझै